नमस्कार, म यस गुरुकुलको कक्षा 11 मा अध्ययनरत छात्र हिक्मत बराल। आज म संस्कृत भाषाको महत्वको विषयमा जानकारी गराउँदैछु। संस्कृत भाषामा वाक्यहरूलाई बदल्दा, वाक्यहरूका शब्दहरूलाई बदल्दा यसको अर्थ चाहिँ बदलिँदैन र अन्य भाषामा यसको अर्थ चाहिँ बदलिन्छ। जस्तो एउटा शब्दलाई, एउटा वाक्यलाई नेपाली भाषामा लिएर हेरौं, जस्तो एउटा कोठामा बच्चा छ। अब यस वाक्यलाई बदल्दा र वाक्यहरूलाई अगाडि पछाडि राख्दा कोठामा एउटा बालक छ यस्तो अर्थ हुन्छ। तर यसलाई अंग्रेजीमा पनि शब्दलाई उलट पुलट गर्दा यसको सार्थक अर्थ आउँदैन। जस्तो कि देयर इज अ चाइल्ड इन रूम। अब यसलाई उलट पुलट गर्दा चाइल्ड इन इज अ रूम इन देयर, तर यसको सार्थक अर्थ मिल्दैन। तर संस्कृतमा यो वाक्यलाई जतिसुकै उलट पुलट गर्दा पनि यसको अर्थ चाहिँ बदलिँदैन। जस्तो कि बालकः कक्षे अस्ति, बालकः अस्ति कक्षे, अस्ति कक्षे बालकः, अस्ति बालकः कक्षे। यसरी जतिसुकै उलट पुलट गर्दा पनि यसको अर्थ बदलिँदैन। त्यसैले यस्ता अद्वितीय गुणहरूको कारण संस्कृत भाषालाई अनुवादको सर्वश्रेष्ठ माध्यमको भाषा मानिन्छ। धन्यवाद।